ल हेर्नुहोस्, मेवा भने यसरी फलाउनु पर्छ। तपाईहरुलाई बिरुवा बिउ चाहियो भने सम्पर्क गर्नु होला। कसरी फलाउने हैन, कसरी फलाउने कसरी रोप्ने भनेर सम्पर्क गर्दा हुन्छ हैन। हामी सिकाउँछौं त्यो कुरा। तपाईहरुलाई चाहिएको खण्डमा यहाँ तुरुन्त सम्पर्क गर्नु होला। मेवा कसरी फलाउने ल हेर्नुस् है। हेर्नुस्, यो विश्वमै सबभन्दा छिटो ठुलो मिठो फल्ने मेवा चाहिएको खण्डमा तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ। यस्तो छ हेर्नुस्, मेवा यसरी फलेको छ। यो यसमा मोल्नी त्यति चाहिदैन, मोल्नी छैन खै हेर्नुस् है। यस्तो छ, उता कङ्क्रिट हो, यसरी फल्छ यो मेवा। ल हेर्नुस्, यस्तो अवस्था छ। ल तपाईहरुलाई चाहियो भने सम्पर्क गर्नु।